हेलो गाइज, आज तयार हुँदैछ हामी जानको लागि हिमाचल प्रदेश जानको लागि बिल्कुल तयार छौँ। काँगडागढ जाने हो। त नास्ता सालीले बनाएर ल्याइदिनु भएको छ। आज घर पनि जाने हो। रातिको ट्रेन छ त कपडा फोर्ने प्याक भइसक्यो। जुत्ताहरू लथालिङ्गे छ। कपडा रुमको हालत यस्तै छ। यता बुढी तयार हुँदैछ, छोरी तयार भइसक्यो। मौसमको हालत पनि यस्तो छ। बुढी यता तयार हुँदैछ। यस म्याडम, व्हाट्स अप? बुढीको तयारी चल्दैछ। एकबार लिपस्टिक सिपस्टिक धसेर अब यो च्याप्प हिँड्ने हो। ओ माई गड, मौसम सुहाना, एकदम धेरै फगी छ। हेरौँ काँगडामा फगी नहोला सायद। काँगडाको लागि हाम्रो गाडी आइसक्यो। हामी मुभको लागि तयार छौँ, गाडीमा हिँड्दैछौँ। यहाँ चाहिँ छोरीको लिपस्टिक लगाएको छ यस्तो राम्रो खतरनाक। लिएको तयार पठानको टाइप हुन्थ्यो चाहिँ। आमा छोरी सुत्यो। अब बस्दैछ, मचमचायो अरे। हिमाचलको एरिया छुयो भन्दा हुन्छ। ये भी टोल है क्या? ये एंट्री होती है हिमाचल की। हिमाचल शुरू हो गया जैसे। आजको दिन कति राम्रो भएछ, तर जहाँ पनि गर्छौँ दिन राम्रो भएछ। टोल ट्याक्स दिनु पर्दो रहेछ। हिमाचलमा सबै रोडहरू बन्दै रहेछ। सभी बंद रहे हैं, जब बन जाएंगे सब अच्छा हो जाएगा। डेभलप हुँदै रहेछ। हिमाचल चाहिँ हाम्रो नेपालको पुरासे जस्तो रहेछ, लेक जस्तो रहेछ। रोड चाहिँ राम्रो बनेको छ अहिले। एक साल अगाडि आउने बेला चाहिँ पुरै कच्ची थियो भन्दै छ भैयाले। र साथीहरू अब हामी पहाड प्रवेश गर्दैछौँ। रोड के नीचे भी है लेक। बाबु बरु यता यहाँ सुन्तला मिल्छ होला जस्तो लाग्यो मलाई। मौसम्बी हो, माल्टा हो, माल्टा। यता भन्दा सुन्तला जस्तो नपाउँदो है। यता कि सुन्तला नपाउने कि जम्मै यही माल्टै माल्टा। यही किन्नु के। माल्टालाई किन्नु भनेको नि। यो चाहिँ हाम्रो नुरपुर रहेछ, हिमाचलको नुरपुर। यता आए पछाडि बल्ल बाटो राम्रो छ। अगाडिसम्म त बाटो पुरा बनाउँदैछ। यस्तो छ बाटोहरू पनि बन्दैछ पुरा। यता चाहिँ बल्ल बाटो राम्रो छ, एकदम सरल। हिमाचल प्रदेशमा घुम्दाखेरिको टनल हो यो। यहाँबाट टनलबाट बाहिर निस्किँदैछौँ अब हामी। यहाँबाट अगाडि काँगडाको लागि बाटो। ल हामीहरू अब यति लामो सफर गरेर पन्जाबदेखि बाटो पुरा खराब रहेछ। 6 घन्टा जति ट्याक्क लाग्यो। त्यस पछाडि हामीहरू आइपुग्यौँ अहिले गडी फर्ट काँगडा आइपुग्यौँ। अहिले चाहिँ अब माथि चाहिँ टपमा मन्दिर छ।
अब यो मन्दिर जाने भनेर यो पनि मन्दिर जाने भनेको थियौँ अब यो चाहिँ पुरा नहुने भयो मन्दिर दर्शन गऱ्यौँ यहीँबाट हामीले चाहिँ दूरदर्शन यस्तो छ हेर्नुहोस् तपाईँहरू आउन सक्नुहुने चाहिँ आउनुहोस् नसक्नु हुनेले चाहिँ त्यही भिडियोदेखि हेर्नुहोस् किला यस्तो छ आमा यस्तो भागिरहेछ हामी काँक्रा किल्लाको यता किल्ला यता छ हेर्नु हेर्नु निचे कस्तो छ फेरि ऊपर आसमानलाई ब्लू काँक्रा फोर्टमा बहुत अग्लो अग्लो रहेछ ऊपर पहुंचेंगे चलो 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 कालो रहेछ पुरो यहाँ भर्याङ पनि रहेछ पुरानो जमानाको यहाँबाट देखिँदैछ बल्ल पुरा बगैँचा रहेछ त दामी आकाश ल काँक्रा फोर्टको गढी फोर्टको अब टप पोइन्टमा पुग्दैछौँ हामीहरू हाम्रो ग्रुप हामीलाई लिएर आउने भाइ अनि बाउ छोरी काँक्रा फोर्टको टप पोइन्ट हो यो यहाँ आउनु बेलासम्म बाटोभर यति दुःख लाग्यो ए भगवान् किन आएछु जस्तो भयो यहाँ आएर यो सबै आँखाले हेर्दा चाहिँ एकदम मन पर्यो अन्धेरी के यो हन्डेली दरवाजा अरे यो गेट हो काँक्रा भ्यू हेर्नुहोस् टप मन्दिर रहेछ अम्बिका देवी मन्दिर फोर्ट लास्ट टप भ्यू हो यो टप भ्यू हाम्रो साथीहरू अगाडि जानुभएको छ घाम पनि डुब्न लाग्यो बिहान ढिलो हिँडेमा आज हामी यो बाटो हुँदै अहिले माथि आएको थियौँ अहिले यहाँ अगाडि बुढीहरू यतैतिर छ साथीहरू अब यहाँबाट चाहिँ लगभग काँक्रा भ्यालीको पुरै जग्गाहरू आधा आधा देखिँदैछ यो बाटोबाट आएको हामी यहाँबाट चाहिँ अब अगाडि गएर त्यहाँदेखि फेरि माथि टप हेर्ने काँक्राको सनसेटवाला ठाउँ जो कि एकदम रमणीय ठाउँ छ यो त्यहाँ जाँदैछु अहिले जहाँ सनसेट हुँदैछ अहिले देख्नु पर्ला एकदमै राम्रो काँक्राको यो सनसेटको ठाउँमा सनसेट हुँदैछ सनसेटको यस्तो छ नजारा सनसेटको नजारा अब हामी यहाँदेखि निक्लिँदैछौँ यो चाहिँ काँक्राबाट तपाईँको सनसेट हेरिसकेपछि अलि माथिबाट फेरि हामी फर्केर हेऱ्यौँ यो चाहिँ पुरै काँक्रा भ्यालीको भ्यू हो एकदमै रमणीय दृश्य छ यसपछि चाहिँ अगाडि जाँदाखेरि अब हामी तल ओर्लिने क्रम जारी छ काँक्रामा चढ्न जति सजिलो सरी जति अप्ठ्यारो त्यति नै धेरै ओर्लिन एकदम सजिलो यहाँबाट आउँदा अर्को रास्ता आएको थियो म यो रास्ता जाँदैछु आमा छोरी त्यहाँ पुगेछन् म झर्ने बेलामा अर्को बाटो झर्दैछु
अन्त रातिमा भूत पनि आउँछ होला जस्तो छ ठाउँ। देखो कुनै कुनै चाहिँ कति सानो हो सिँढी। यहाँबाट नानीहरू यता यो यहाँको विशेष ठाउँ रहेछ, एकदम फुलबुट्टा भरेको कुदेको ठाउँ, कलाकृति देखेको ठाउँ। सायद यो मन्दिर हुनपर्छ। सेम काँक्री बिहार जस्तै छ। अब हामीहरू गढी फर्ट काँगडाबाट घुमेर घर प्रस्थान गर्दैछौँ। अब हामीहरू गाडी भएको ठाउँमा जाँदैछौँ। हाम्रो घुमाइ एकदम छिटो मिठो भयो। बाबा छोरीले तङ गरेर बाबाले बोक्नु भएको छ एकदम। ल हामीहरू पनि घुमेर आयौँ परिवार। यो गेटसम्म खिच्नुपर्छ है। गेट कस्तो झकास देखेछ यार। कता अगाडि कि पछाडि? पछाडि। अब यता हातैबाट खिचिन्छ नि त। भुइँमा पनि हेर है, देखिरहेको छु। सर्ट लगाइदियो नि। खत्म भैया। आपको कैसा लगा इधर? बहुत अच्छा है। अच्छा लगा ना? आप पहली बार आए हम लोग को लेके इधर ना? अच्छा भैया को भी बहुत अच्छा लगा। हाँ कम टाइम हो गया। हेर त यहाँ राखेर फोटो खिचौँ। यो काँगडा किल्लाको एक्ज्याक्ट पोइन्ट छ। यहाँदेखि चाहिँ यो जो देख्दै हुनुहुन्छ यो चाहिँ मेन गेट हो। यहाँदेखि हामी घुम्दै काँगडा किल्लाको टपसम्म पुग्यौँ, जो कि हामीले यहाँबाट चाहिँ अगाडि गएर सनसेट हेरेको थियौँ। अब यहाँदेखि चाहिँ हामी होटलतिर जान्छौँ। ल साथीहरू हाम्रो खाना आयो। ल दाइले र मेरो बुढाले खाना खाइसक्नु भयो। मेरो छोरीले पिज्जा। अब म चाहिँ सुरु गर्दैछु हाम्रो खाना। प्लेन राइस, मिक्स सब्जी, दाल मखनी, तन्दुरी बटर नान, सलाद। हामीले त खाना खायौँ। अब घर जान लागेको भन। अब घर जान लागेको। बाई बाई भन। बाई बाई। हामी कारमा बस्यौँ। अब छेमाको घर जान लागि सब डिनर गरेर पिज्जा खाएँ मैले, आमाले, माम, अङ्कलले, भैया ने माम, फिर पापा ने माम। मैंने पिज्जा खाया, बहुत टेस्टी था वो भी। थैंक यू। थैंक यू।